साथीहरू हेलो यो हेलो ल साथीहरू हामी अहिले बेङ्गलोरमा छु। अहिले यहाँ कार्यक्रम भइरहेछ हैन। अब यहाँका तपाईले यहाँको कल्चर र यहाँको स्टाइल हैन, पूजाको दायाँ बायाँ यहाँको मान्छेहरूको पुरानो रिवाज कस्तो थियो, यहाँ कस्तो चलन गर्दैछन् यो हेर्न सक्नुहुन्छ साथीहरू। यहाँ यी कहाँका मान्छे हुन्न साथीहरू, यिनीको कपाल हेर त कत्रो ठुलो छ यार, यिनीहरूको टाउको अनि सबैतिर। अनि यिनीहरूको यो लुगा लगाउने यो तरिका एकदमै अब ठुलो, एकदमै ठुलो मुह होइन, दाढी पनि सबैका पालेका छन्। अब यो कहाँको चलन हो यहाँ हेर्नुहोस् यहाँ साथीहरू। अब हामीले यहाँ त अरू छाडौँ, यहाँ बाघ, गुरिला अनि यो के भन्छन् यसलाई, बाघलाई अनि हनुमानजीलाई पनि भेटायौँ। बाघलाई त भेटाएकै थियौँ। अनि यहाँ हनुमानजी फोटो खिचाउँदै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ साथीहरू। एकदमै मतलब एकदमै हो क्या। अब यिनीहरूको अब कस्तो हो चलन के हो भन्दाखेरि एकदमै रमाइलो लाग्ने ठाउँ, अब एकदमै रमाइलो लाग्ने ऊ बनाएछ। भगवान्कै हुन् सबै। हेर्नु गुरिला मुख खुलेछ साथीहरू। अब यहाँ आएछु म यो गुरिलाको पछाडि चाहिँ। अब यसको अगाडिबाट देखाउँछु है। यसको अगाडिबाट यो हाँ गरेर मैले मुख गरेको छ। अब हेर्नु यहाँ फोटोहरू खिच्दैछन्। यो मान्छे पनि एक्लै अब हात मिलाए ठिक छ होइन। अब यहाँ अगाडि देखाउँछु साथीहरू तपाईँलाई। म यहाँ अगाडि हेर्न सक्नुहुन्छ। यहाँ एकछिन है, यो हेर्नु, यो अगाडिबाट देखाएँ मैले गुरिलालाई। अब हेलो गर्दैछ। अब यो अर्को पनि छ यहाँनिर, यिनीहरू दुईजना हेर। यो यसको जुङ्गा हेर कत्रो छ, यसको जुङ्गा हेर। बुढा मान्छे हुन् क्या, पुरानो रिवाज अब जिन्दा राखेको छ। यहाँ हेर्नु गुरिलाको अगाडि हा गर्दैछु एकचोटि यहाँ हेर्नु गुरिला मुख हेर्नु है। यो हेर्नु कस्तो दाडा देखाइरहेछ पुरै। यो अचम्म मान्छे माने मैले यो भिडमा एक्लै छ। यो हेर्नु हेलो गर्नलाई ह्यान्डसेक पनि गरिरहेछ नि, हेलो पनि गर्दैन, एकदम नाराज भइरहेछ क्या यो। अनि यहाँ हेर्नु पाण्डा त एकदम बिन्दास, बच्चाहरूले घेरेको छ, फोटो खिचाउँदैछ साथीहरू, एकदम रमाइलो। ल है, धन्यवाद।